आज रानी महल घुम्न आएको होइन, एकदम मजा आयो। अनि यहाँबाट धेरै इन्ट्रेस्टिङ चिजहरू सिकेँ पनि क्या मैले के। हेर यो रानी महल हो होइन। अब हजुरले बिलिभ गर्नु त्यो समयमा यहाँ केही थिएन, यो पुल थिएन, यहाँ बाटो थिएन, यहाँ केही थिएन कि यहाँ यो बनाइदिनु भयो क्या रानीको सम्झनामा। कति वर्ष पहिला हो त्यो मलाई एक्ज्याक्ट थाहा भएन। यो होला देखाउँदैछु, यो रानीको सम्झनामा। अब एकदम ठुलो छ, यहाँनिर म्युजियमहरू पनि छ, घुम्नलाई एकदम राम्रो छ होइन, सब ठिकठाक छ। त्यो जमाना कहीँ केही छैन कि आउने बाटो छैन, तर पनि त्यो जमानामा यो यस्तो ठाउँमा बनाइदियो भनेपछि सोच्नुपर्ने कुरा यो हो के। अनि राजाले एउटा रानीको सम्झनामा यस्तो यस्तो चिजहरू बनाउन सक्दो रहेछ। कति पैसा थियो होला त्यतिखेर, म राज संस्थाको बारेमा कुरा गरेको होइन, त्यही पनि अलिकति मनमा फिलिङ भयो, त्यही भएर मात्रै भन्दै हो होइन। ल बस रानीको सम्झनामा यस्तो चिज अहिलेको सरकारले सक्दैन सोच्न। गाउँमा एउटा राम्रोसँग पिच बनाउन सके होइन, सम्झनाको देखेर के गर्ने। यस्तो डाँडा काँडाको ठाउँमा यस्तो बब्बाल बनाइदिनु भनेको माइन्ड ब्लोइङ। बिग फ्यान भयो यार, म त राजाको बिग फ्यान, के भन्नु होला।